आम्बो अब योभन्दा अगाडि अलिकति इमोसनल भएपछि म पनि इमोसनल भइहालेँ है। तर अलिकति त्यसबाट निस्किनु मलाई पनि टाइम लाग्छ, किनभने आमा भनेको आमै हो है। कुरा इमोसनलमा हुँदाहुँदै अब दिनै पर्छ, यो अन्तिम हो। यो अन्तिमलाई एकपल्ट ढोकेर काम त सुरु गर्नै पर्छ है। अब के कुरा गर्नु, अब दार्जिलिङबाट यति टाढो आयो केही हुन्छु भनेर, तर कमेडीको च्याम्पियनको भात खाएर भुँडी मात्रै ठुलो भइरहेको। यो च्याम्पियनले ट्रफी 25 लाख गाडी नदियो नि घरमा गएर आमा मैले भुँडी लिएर आएको थिएँ भन्नु सक्छु है। यो भयो सामान्य कुरा है। आज हाम्रो लभ के भने लभ डायरिज यो जम्पर पायो भने म पनि भन्थेँ नि लभ डायरिज भनेर है। लभ डायरिज लभ डायरिजका हाम्रा हिरो हिरोइन आउनु भएको छ, उहाँहरूलाई नमस्कार छ। तपाईँहरू यति राम्रै ह्यान्डसम हुनुहुन्छ, तपाईँको कपाल देख्दा मेरो सानोमा आएको कपालको याद आयो है। हिरोइनलाई देख्दा त मलाई मेरो आमाले भन्ने गर्थ्यो कि नेपालबाट केही नल्याए पनि बुहारी लिएर आइज। तर म तपाईँलाई भन्दिनँ, तपाईँको करियर भर्खर स्टार्ट हुँदैछ, सुरु गर्दै गर्नुहोस्। म आमालाई सम्झाउँदै गर्छु, आमालाई भन्छु आमा 3-4 वर्ष अझै बस्नुहोस्, उहाँले करियर सुरु गर्नु हुँदैछ, म पनि करियर सुरु गर्दैछु है। र कुरा यस्तै हो, अब कन्टेन्टमा त आउनै पर्छ, नत्र उहाँहरू उठ्ने होइन है। त कन्टेन्टमा आउनै पर्छ। र भर्खरै गणेश राईले कम्पेयरको कुरा गरे क्या, विदेशी र नेपाली कस्तो हुन्छ। म पनि कम्पेयर गर्ने, तर गणेशको भन्दा भिन्नै। हाम्रोमा कस्तो हुन्छ, मामा माइजू काका काकी ठुलो बा ठुलो बडा होइन, फुपा फुपू, उनीहरूको एउटै शब्द अङ्कल आन्टी। हामी के गर्छौँ, माइजू ढोक माइजू दर्शन होइन, उनीहरूले डाइरेक्ट गुवाममै अङ्गलो। हामी काकासँग राम्ररी बस्दैनौँ पनि, ठुलो बासँग त आँखा लगाएर हो, हेर्दैनौँ पनि आँखा मिलाएर। उनीहरूले अङ्कलसँग बसेर केटी जिस्काइदिँदै हुन्छ, वाउ सी इज ब्युटिफुल। जस्तै अब उनीहरूको बुढाहरू अफिसबाट आयो, हाँस्दै आयो, खुसी हुँदै आयो भने बुढी पुरा खुसी हुन्छ क्या। अरे तिमी त आज पुरा खुसी छौ, के भयो प्रमोसन भयो, वाह केही भयो होला नि, सरप्राइज छ है मेरो लागि। हाम्रो बुढा खुसी भएर आउँछ अफिसबाट, कसँग भेटेर आएको तिमी आज, के छ निकै हाँस्दैछौ नि तिमी, कसँग भेटेर आएको। अब हाँस्नु पनि खुसी हुनु पनि भएन, त्यहाँबाट अँधेरो मुख बनायो, किन नबोलेको, त्यसले नबोल्नु भनेको छ होइन, म याद मात्रै गर्दैछु। अब विदेशीहरूले झ्यालको सिट क्या, खिड्कीको सिट माग्नु पऱ्यो भने भन्छ म त्यो विन्डोजको सिटमा बस्नु सक्छु, दिनेले पनि दिइहाल्छ क्या, या स्योर। हाम्रोले त्यसले सिट माग्छ भनेर पहिला उता हेर्दै गरेको हुन्छ। अब माग्नेको तरिका हेर्नुहोस् न, मलाई झ्यालको सिट दिनुहोस् न, मलाई रिङ्गाटा चल्छ, मलाई बोमी धोला जस्तो हुन्छ, म सेरेक्कै हुन्छु, म खुत्रुक्कै हुन्छु, मलाई अहिले सिट दिनु भएन भने यहीँको यहीँ क्यान्सर पनि हुनसक्छ। त्यति मात्रै कहाँ हो। अब विदेशीहरूले साथीभाइहरूले केटाहरूले विदेशीहरूलाई पुऱ्याउनु गयो, के अरे एयरपोर्टमा पुऱ्याउनु गयो, टक 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 उनीहरू अनि हक गर्छ, यस ओके बाई सेफ जर्नी, ओके थ्याङ्क यू बाई बाई होइन मजाले। हाम्रो केटाहरू पुऱ्याउनु गयो, टक्क टक्क एयरपोर्ट पुग्ने, आम्बो कत्रो पिलेन हेर पिलेन, आमा अब बस जस्तो लाइन लाग्दो रहेछ 3-4टा आमा कति राम्रो पिलेन। ए झ्यालबाट टाउको ननिकाले फेरि पिलेनबाट। विदेशमा पुग्ने बित्तिकै आइफोन ल्याइदियो ल आइफोन। अब उनीहरूको घरमा पाहुना आयो, वात्तै पाहुना आउँछ नि कोही बेला अचानक, उनीहरू खुसी हुन्छ, वाउ व्हाट अ प्लेजेन्ट सरप्राइज, कसरी आउनुभयो, आउनुहोस् भित्र पस्नु चिया खाऊ। उनीहरूको भिन्नै गफ। हाम्रो पाहुना आयो अचानक, अब अफै आउनुभयो दाजु नमस्कार नमस्कार, खाना खाने बेलामा आउनुभएछ, आउनुहोस् पछाडि गएर यतिखेरै मर्नुपर्ने होला, जहिले खाना खाने बेलामा आइपुग्छ, आउनुहोस् न आउनुहोस् भित्र, खाना त खाएरै जानुपर्छ तपाईँ भन्छु क्या। अब सपिङ गर्नु गयो विदेशीहरू, 7,000 को प्यान्टहरू, जिन्स प्यान्ट 7,000, उनीहरूले भन्छ इट्स टु एक्सपेन्सिभ आई कान्ट बाई। दोकानले ओके नो प्रब्लम ठिकै छ। हाम्रोहरू गयो भने केटा
7,000 दाइ 700मा दिनु न 700मा दुईटा लान्छु 700मा दिनु न 700मा दुईटा 700 दाइ दिनुहोस् त अस्ति भर्खर त 2 महिना अगाडि एउटा पेन्ट लिएर गएको दाइ थप्पडी गाउँछ के भयो किन हिर्काएको साला पसल खोलेको 1 महिना भएको छ र 2 महिना अगाडि कहाँबाट लैस् त अहिले राति बिजुली चम्क्यो बजाउनुहोस् न बिजुली यसरी चम्किन्छ तपाईँहरूको गाउँतिर यो त दुबिगल त जिन्दगीमा पहिलोपल्ट ठुलो काम गर्नुभयो तपाईँले बिजुली चम्क्यो उनीहरूले भन्छ वाउ लाइटनिङ वाउ सो रोमान्टिक अङ्गले हालेर मजाले बस्छ क्या हाम्रोले बिजुली चम्क्यो ए त्यो चार्जरबाट फोन निकाल फोन पड्किन्छ नि त्यो टिभीको प्लग नि टिभी रेफ्रिजरेटरको कहाँ छ त्यो निकाल खाली खुट्टा नहिँड फेरि करेन्ट लाग्छ नि भोलि बिहान पे चाल पाउँछ भोलि बिहान रेडियो अडियोमा खबर आउँछ रेडियो अडियोमा नमस्कार चट्याङले लागेर 3 मुसा 2 भ्यागुता र थुप्रै कमिला रिपोर्ट डेट भएको छ अनि आमाले भन्छ देखिस् मैले भनेको थिएँ नि खाली खुट्टा नहिँड देखिस् त्यस्तो हुन्छ परेको रहेछ आमा छोरी बाफ गर्दैछ हो तपाईँले भनेको सक्सेस जब विदेशीहरूको सक्सेसको कुरा आउँछ नि उनीहरूले मोटिभेट गर्छ क्या यस तैँले गर्नु सक्सेस तैँले हार्डवर्क गर तैँले गर्नु के सक्दैनस् तैँले जिन्दगीमा सबै कुरा गर्नु सक्छ तँ गर्नु सक्सेस तँ खतरा केटा हो हाम्रोले के भन्छ जब सक्सेसको कुरा आउँछ तेरो दाहिने हात देखा त कोठी रहेछ यसको त दाहिने हातमा पैसा पुरा कमाउँछस् लक्ष्मी भाग्य रेखा र एउटा नचुको पैसा यस्तो गर्दा यस्तो दुलो पनि रहेनछ एउटा पैसा नचुने रहेछ त्यहाँबाट अब कुरा आउँछ बिहामा जब विदेशीहरू जान्छन् विदेशीहरूले टक्क गएर बेहुला बेहुलीलाई भेट्छ कङ्ग्रेचुलेसन गर्छ फोटोहरू लिन्छ होइन मजाले छ हात बधाई छ सबै भन्छ हाम्रोले जाने बित्तिकै ए छिटो आइज पुरा भिड हुन्छ अहिले मासु भात खानु पाउँदैन छिटो बसिहाल अहिले तैँले फेरि छाला मात्रै भेट्छ नि झोल मात्रै भेट्छ बसिहाल त्यहाँबाट अन्तमा पार्टी आउँछ क्या पार्टीको कुरा जब पार्टी हुन्छ विदेशीहरूले टक्क एउटा हातमा स्याम्पेन लियो म्युजिक प्लिज भन्छ क्या त्यहाँबाट हल्का डान्स म्युजिक केटीलाई नि इज्जत साथ उठाउँछ क्या टक्क उठाए डान्स गऱ्यौँ है त ल म्युजिक यस्तो त्यहाँबाट सकिएपछि यस्तो त्यहाँबाट हाम्रोतिर हुन्छ दाइ नाचु न कहाँ हो भाइ म कहाँ नाच्ने हो हल्का क्या दाइ नाचु न उसले खाँदैछ दाइ नाच्नु होइन भाइ म त कहिले नाच्दिनँ उसले 3 पेक लगाइसक्यो दाइ नाचु न होइन भाइ म कहिले नाच्दिनँ 4 लगायो उसले दाइ नाचु न होइन भाइ म नाच्दिनँ हाफ बटल लगाए अब तेरो दाइ नाच्छ म्युजिक वान्स मोर नभन्नुहोस् ल सारा के भयो विदेशीमा समाज हुँदैन क्या तर हामी नेपालीमा समाज हुन्छ क्या समाज हामी समाजमा बस्छौँ हामीमा आत्मीयता हुन्छ हामी टाढो जाँदै गरेको दाइलाई पनि ए दाइ कस्तो हुनुहुन्छ भनेर भलाकुसरी गरेर बात गर्छौँ मेलामा जाँदैछ भने ए बिर्खे हामी त मेला जाँदैछौँ मेला 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 भन्छौँ होइन यही परिवेशमा हामी रमाउँछौँ त्यसैले नेपाली हुनुमा मलाई गर्व छ त्यही भएर आज मैले सबै दिएको क्या डान्स एक्टिङ घरिघरि आउनु पाउँदिनँ नि त
अब 4 लाइनको कविता पनि सुनाउन चाहन्छु तपाईँहरूलाई यही विषयमा। फिल्म खेल्नमा हर कोही सुशील हुँदैन। सुशील एउटा मात्रै हो नि त। फिल्म खेल्नमा हर कोही सुशील हुँदैन। फुटबल खेल्नमा हर कोही रोनाल्डो हुँदैन। संसारमा खोजेर हेर नेपाली जस्तो इमानदार कोही हुँदैन। अब त वन्स मोर भन न, भन्ने बेला भन्दैन। थ्याङ्क यू भेरी मच। सर्वप्रथम हामी कलाकारलाई माया गर्ने तपाईँ सम्पूर्ण भगवानहरूलाई मेरो नमस्कार। सबैको कन्टेन्ट कस्तो राम्रो छ क्या। मेरो त कन्टेन्टमै छ्या छ, शिक्षा। आजकलका केटाकेटीहरूलाई पढ भन्यो भने के भन्छ थाहा छ? शिक्षा भएर जान्छ क्या, अशिक्षा। त्यसैले मैले भोगेको सुनेको कुराहरू तपाईँहरू माझ गर्दैछु। मेरो आमाले लास्टै गाली गर्ने, राम्रोसँग पढ गर्दा स्वास्नी छोराछोरी कसरी पाल्छस्? मैले बिहे नै गर्छु, किन पाल्नु पर्यो? रामेको छोरोले A+ ल्यायो, तैँले के ल्याउँछस्? अन्त मम्मी म आलु ल्याउँछु, भाइले अन्डा ल्याउँछ, आलुदम बनाउनुहोस्। मेरो छोरोले त A+ ल्यायो, अलिकति बढी नम्बर ल्यायो भए बोर्ड फर्स्ट गर्थ्यो भन्ने अङ्कलको छोरोले अस्ति मलाई अस्ट्रेलियाबाट कल गर्दै थियो। मैले भने ओइ के गर्दैछस्? यार म पोचा हानिरहेको छु। मैले भने त मेहनत गर्ने मान्छे अलिकति बढी मेहनत गरेर गयो भए त भाडै हान्न पाउँथिस् नि। यसको मतलब हामीले पढिरहेको हामीलाई काम लागिराखेन। म एकछिन केही विदेशीसँग तुलना गर्छु। विदेशी स्कुलको नाम सुन्दै कस्तो मजा आउँछ नि। फ्लोरिडा स्कुल, क्यान्टन स्कुल, क्याम्ब्रिज स्कुल, चिलछेरी स्कुल। हाम्रोतिर आएर कसैले विद्यालयको नाम सोध्यो भने के छ? बाल सुधार स्कुल। जहाँ बच्चाहरू बिग्रेर निस्किरहेछ। अर्को स्कुल छ धन्यन्तरी पाखेभिर माध्यमिक विद्यालय। धन्य तैँले पास गरिस् जाने भनेको त भिरमै हो। फेरि त्यो स्कुलमा पढेको भिर खोइने सर प्रदीप सर, तपाईँको पर्फर्मेन्स राम्रो हुँदैछ, कन्टेन्ट आउँदैछ। शिक्षा भन्दा ठुलो स्वास्थ्य हो नि। विदेशी स्कुलको टोयलेट कस्तो दामी हुन्छ क्या। मग बास्न आउने, टोयलेटमै बसेर पढ्दिउँ जस्तो। हाम्रोतिर टोयलेट जाँदा ब्यागमा इटा लिएर जानुपर्छ। इटा राख्यो 1 2 बल्ल पुग्छ। लङ टोयलेट कसैले गरेन होला कि स्कुलमा, हो कि होइन? किनकि ढोकै हुन्न। ढोका भए पनि पानी हुन्न, पानी भए पनि हाल्ने बानी हुन्न। अझ भित्तामा नारियाको नम्बर लेखा हुन्छ, रिमा म्यामको नम्बर लेखा हुन्छ। पढाइमा जस्तो सुकै होस् क्या। नेपाली विद्यार्थीहरू खेलकुदमा त खतरा छ नि, स्पेसली हाई जम्प, लङ जम्प। पर्खाल चढ्न हामीलाई कसले सिकायो? नेपालीहरू पढेर गोल हानिरहेछन्। नेताले भन्दैन होइन नेपालीले चान्स पायो भने गर्छ, गरिन गोल हानेन। विदेशी स्कुलको टिचरहरू कस्तो कुल हुन्छ नि। शनिबारको दिन बिदाको दिन पनि हामीलाई भेट्न मन लाग्छ क्या। हाम्रो सरलाई देखेर भाग्न मन लाग्छ। ओइ आयो बुढा आयो, टिचरले हामीलाई देख्यो भोलि सोध्छ ओइ कहाँ गएको थिइस्? तपाईँको छोरी लिएर डेटिङ गएको थिएँ सर भन्न। विदेशी स्कुलको मिसहरू कस्तो राम्रो हुन्छ नि। पढेको हुन्छ नि कस्तो राम्री क्या। मिसलाई हेरिरहँ जस्तो, मिसलाई हेरेर पढिरहँ जस्तो, स्कुल आउन मन नलाग्ने आइरहँ जस्तो, पढेर पास गरिदिउँ जस्तो। विदेशतिर छ नि बच्चाहरू स्कुल र कलेजबाट पढेर आइसकेपछि आमा बाबुले सोध्नुहुन्छ क्या, नानी आज तिमीले नयाँ के सिक्यौ? हाम्रो आन्टीहरूले के भन्छन्? ओइ गर्दा कति नम्बर ल्याइस्? विदेशतिरको कस्तो दामी छ क्या। जस्तै त्यहाँनिर होइन विद्यार्थीहरूलाई पनिसमेन्ट गर्दैन क्या। जस्तै विद्यार्थी फेल भयो भने कस्तो मजाले सम्झाउँछ नि, मिस्टर जोन डोन्ट बी प्यानिक, यु क्यान डु बेटर फर नेक्स्ट टाइम। जति क्वेसन नबुझे नि मजाले बताइदिन्छन्। हाम्रोतिर के छ? राम्रोसँग पढाइ भए पास भइहाल्छ नि गदा। जस्तै विदेशतिर होइन प्रत्येक स्टुडेन्टको लागि एउटा कम्प्युटर हुन्छ क्या। हाम्रोतिर पनि त्यही हो, सबै स्टुडेन्टलाई एउटा कम्प्युटर।
सरले कम्प्युटर पढाइरहेको हुन्छ पछाडि विद्यार्थीले देख्दैन सर मैले देखिनँ सर के इनपुट घुसाउने र सर सर पुरा उता फेस चलाउँदै होइन मेरो बुढीलाई फेसबुकमा लभ रिया गर्ने को रहेछ पढाइ कस्तो गजङ गुजुङ छ नि हाम्रोतिर होइन हामीलाई स्कुलमा मान्छे बनाएर पठाओ नि हो कि होइन मान्छे बनाएर पठाओ नि कुखुरा बनाइरहेछ कुखुरा बनाएपछि दिने भनेको अन्डा हो नि जस्तै हामीले क्लासमा सरले पढाउँदाखेरि तिमीहरूले जति बुझेन भने मलाई भन्ने हुन्छ सर 15-20 मिनटपछि मैले सोधेँ सर मैले बुझिनँ नि अघि पढ्ने बेला तेरो ध्यान कहाँ थियो ध्यान लाउने बेला चाहिँ अन्त लाउने कसरी पढाइ हुन्छ अनि त्यही बेला झ्यालमा मिस आइरहेछ ओ रिमा मिस के हो बेबी डल देखाएको छ त तपाईँलाई विद्यार्थी यस्तो छ नि त हाम्रो होइन जस्तै अब विदेशतिर विद्यार्थीहरूले पढेपछि रोजगारी पाउँछन् हाम्रोतिर पढे लास्टमा 60-70 हजार जना चाहिँ कोरियाको भाषा फर्म भरिरहेछ त्यसैले अन्त्यमा होइन बुवा आमाले जति आफ्नो छोराछोरीलाई उनीहरूको प्रतिभासँगै उनीहरूलाई पढाइरहेको छ त्यस्ता बुवा आमालाई मेरो हार्दिक नमन र सरकारलाई चाहिँ के भन्न चाहन्छु भन्दाखेरि चाहिँ नेपालमा शैक्षिक नीति परिवर्तन हुनु जरुरी छ हामीले हाम्रै देशमा पढेर आफ्नै देशमा रोजगारी पाउन सकौँ आफ्नो देशलाई बनाउन सकौँ अरू देशलाई नबनाऊ